नमस्ते अनि न्यानो स्वागत छ सबैजनालाई। म प्रयास गुरुङ अनि आज चाहिँ मेरो ब्लग नागासाकी शिमाबारासी ताइराको भन्ने ठाउँमा समुद्रमा जाँदैछौँ हामी चाहिँ, अनि डल्फिन पनि हेर्नेछौँ। अनि मेरो यात्रा कस्तो भयो त सबैजनाले अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि मेरो युट्युब च्यानललाई पनि हजुरहरूले यति मनपर्छ भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र अनि भिडियो सुरु गर्छु। हामी चाहिँ लिफ्ट चढेर होटल सेकियाबाट 2 तलामा जायौँ अनि अगाडि बढ्दैछु हैन। केटाहरूलाई यसो भनेर म चाहिँ अगाडि जाँदैछु, सुभाष साहेब पछाडि आउँदै हुनुहुन्छ हैन। अनि टक्क यसो बाहिर निस्के सेकियाबाट टक्क लाएर। अनि हजुरहरूलाई यदि मेरो च्यानल मनपर्छ भने सब्सक्राइब चाहिँ अनिवार्य गरिदिनु होला। अनि गाडी चढ्यौँ। सुजुकी सानले चाहिँ गाडी के भन्छ त्यसलाई, हामी 6 जना थियौँ, 6 जना आँट्ने गाडी थिएन उसँग। अनि सापट लिएको थियो हामीले गाडी चाहिँ। अनि त्यसपछि पुरै म चाहिँ भ्लग बनाउँदैछु है। भ्लग बनाउँदै पछाडिको भ्यूहरू देखाउँदै यसो बोल्दै हिँडिरहेको छु केटाहरूसँग गफ गर्दै। अनि हाम्रो चाहिँ खासमा खाइमनुको दिन थियो। अनि सुजुकीले हामीलाई चाहिँ उता घुमाउन लान्छु भनेको थियो। अनि त्यही भएर नागासाकी चाहिँ लानुभएको थियो। अनि वरिपरि हेर्दाखेरि यस्तो दामी ग्रिन सिनरी हैन, सिनरी भ्युजहरू देखेँ क्या। अनि त्यही भएर टक्क लाएर भिडियो पनि सो बनाउँदै हिँड्दै गर्दैछौँ हामी। अनि त्यसपछि अलिकति के भन्छ त्यसलाई, पिङ भएको ठाउँतिर पुग्यौँ के, अलि सहर भएको ठाउँतिर पुग्यौँ। अनि सहरमा टक्क लाएर सर म चाहिँ गाडीमा बसेर यसो भिडियो के जतिखेर पनि भिडियो बनाउँदै थिएँ हैन, भिडियो बनाउँदै गयौँ। अनि त्यसपछि म चाहिँ हेलो गाइज यहाँ पुगे अहिले हामी भनेर के पुरै उमा। अनि त्यसपछि उता समुद्रको छेउमा पुग्यौँ हामी। अनि समुद्रमा चढ्नलाई चाहिँ गाडी पनि चढाउनु पर्दो रहेछ के, पानी जहाजमा गाडी चढेर अनि उता पारी ल्याइदिने रहेछ। त्यो सीमा पारी के, त्यो पारी लैजाँदो रहेछ टक्क लाएर। सुभाष दाई पुरै चस्मा लाएर बस्नु भएको थियो। चस्मा किन लगाएको भनेको, पुरै चस्मा सुहाउनलाई लगाएको होइन भाइ, यो सनग्लास हो, सनबाट बच्नलाई लगाएको भन्छ बुढो टक्क लाएर। अनि त्यसपछि अगाडि बढ्यौँ हामी टक्क लाएर चढेर सर्रा पुरै पुल हुँदो रहेछ क्या, पुलमा सर्रा चढ्यौँ होइन। पुलमा चढेर सर्रा गयौँ। अनि बोर्डभित्रै छिर्दो रहेछ के त्यो समुद्रको माथि के अरे सिपभित्र नै हाम्रो गाडी पनि चढायौँ। अनि गाडी चढाएर त्यहाँ पार्किङ गर्ने ठाउँ हुँदो रहेछ। टक्क पार्किङ गरेर यसो केटाहरू बिक्कुरी सिमास्ता भयो कि, बिक्कुरी सिमास्ता भनेको अचम्म पऱ्यो कि समुद्र देखेर। म चाहिँ फर्स्ट टाइम थिएँ होइन समुद्र गएको। अब केटाहरू चाहिँ अब कोही सेकेन्ड टाइम भन्छ, कोही फर्स्ट टाइम भन्छ होइन। जे भए पनि अब म चाहिँ फर्स्ट टाइम थियो। म त फर्स्टचोटि देखेको। म त यत्रो ठुलो पानीको ताल भनेर म त होइन अचम्म पऱ्यो क्या, राम भनेर। अनि पुरै भिडियो खिचेँ, सबैतिर यसो माउहरू सबै देखाएँ। मान्छेहरू माथि हेर्ने मान्छेहरू पनि टन्नै थिए क्या, जापानिजहरू पनि थिए। अनि के अरे म्यानमारको वासान र हाम्रो जापानको सुजुकी सान, अनि हामी नेपाली 4 जना केटाहरू, सुभाष सान अनि के भन्छ त्यसलाई दिनेश र देखेन्द्र सान गएको थियौँ। अनि त्यसपछि बोर्डमा चढ्यो। अनि यसो माउरी हेरेको ठ्याक्कै, तर यो चाहिँ लास्टै ठुलो होइन, ठुलो। अनि फेवातालको याद आयो क्या ठ्याक्कै, फेवाताल पनि ट्याक्कै होइन यस्तो के अरे डाँडा काँडाको बिचमा ठुलो ताल छ नि त। अनि त्यसै सीमा बाराही भनेको होइन रहेछ नि त यो ठाउँ। अनि त्यहाँ चाहिँ ताल बाराही भन्छ होइन, यो चाहिँ सीमा बाराही हो अरे। अनि पुरै के भन्छ
पहाडको बिचमा होइन यत्रो ठुलो समुद्र रहेछ अनि त्यहीमा चढ्यो सर्रा गयौँ समुद्रको यसो वरिपरि के जहाजहरू पनि यसो देखाएँ होइन अनि समुद्र कति निलो छ के समुद्र निलो अनि समुद्रको पानी चाहिँ लास्टै नुनिलो हुन्छ होइन नुनिलो हुँदो रहेछ केटाहरूले पनि खाए अनि जहाज यसो गुडाउँदाखेरि होइन पुरै पानी यसरी फाल्दो रहेछ क्या जहाजले कटटटटटटट लाएर पानी छोड्दो रहेछ होइन अनि निलो समुद्र छ त होइन सर्रा अगाडि बढ्यौँ अब केटाहरू अब महिनाभरि काम गर्छ होइन एक दिन अब खाइमनो भनेको सपिङ गर्ने छुट्टी हुन्छ त्यसमै मौका पारेर जापानको सुजुकी सानले चाहिँ उता नागासाकी घुमाउन लानुभएको थियो अनि सानो सानो बोर्डहरू के कस्तो राम्रो के होइन तर लास्टै खतरा हुँदो रहेछ है त्यस्तो सानो बोर्डहरू त तर यहाँ डुब्यो भने चाहिँ बज्ने चान्सै छैन कि यहाँ त त्यो सेफ्टी कपडा लाएर छिरे पनि अब छिटो उतारेन भने त बच्ने चान्सै छैन क्या त्यस्तो ठुलो समुद्र अनि सीमा ठ्याक्कै समुद्रको बिचमा चाहिँ एउटा टापु जस्तो ठाउँ रहेछ क्या त्यो ठाउँमा घुम्न गएको थियो सर्रा लाएर यस्तो पानी फाल्यो होइन अनि म चाहिँ पुरै गुनगुनाउँदै होइन गीत गुनगुनाउँदै एक्लै यसो पछाडितिर भ्युज देखाउँदै गयौँ कि यस गर्दै पोज दिएर अनि केटाहरू चाहिँ अब महिनामा एकचोटि ल्याइदिन्छ त्यो पनि अब कपडाहरू लिने अनि के भन्छ कपडाहरू लिने अनि आफ्नोलाई मनपर्ने चिजहरू ल्याउने के खाद्यान्नहरू ल्याउने त्यस्तो सपिङको दिनमा अब घुम्न गयौँ अनि समुद्रको त्यो के भन्छ पानी जहाजले चाहिँ पानी चाहिँ खतरा फाल्दो रहेछ कि यसरी मैले अनि दामी लाएर चाहिँ सर्रा एकचोटि सबै खिचिदिएँ कि अनि त्यसपछि अगाडि बढ्यौँ हामी समुद्रमा हेर्दै गयौँ के उता पारी त आम्मा यस्तो दामी ऊ रहेछ नि होइन ताल हेर्नु त आम्मा यस्तो भ्युज देखिने के अनि म हेलो गाइज तिमीहरू चाहिँ कति टाइम हो यो समुद्रमा आएको भनेको सबै फर्स्ट टाइम होइन भन्छ म मात्रै फर्स्ट टाइम रहेछु है अनि सबलाई देखाएँ सुभाष दाई ह्यान्डसम देखिनु भएको कि आज फेरि ह्यान्डसम भएर नाक फुलाएर बुढो अनि उता ठुलो पानी जहाज सारा गुडिरह होइन अनि म चाहिँ यसो गीत गाइरहेको थिएँ है सुभाष दाई पुरै पछाडिबाट घुरेर हेरिरह कि उसलाई जापानिजहरूले उता हेरिरह भनेर ऊ चाहिँ लजाएर अनि यता मलाई घुरिरह होइन अब त्यही हो सङ्घर्षशील हो कि जीवन मान्छे जति सङ्घर्षशील भयो उति राम्रो हो होइन हामी त अब हप्तामा 2 दिन छुट्टी पाउँछ होइन प्राय 2 दिन छुट्टी पाउँछ अनि 2 दिन छुट्टीमा कहिलेकाहीँ साइकलमा तल गइरहेको हुन्छ कहिलेकाहीँ चाहिँ अब अरू मान्छेहरूले पनि अब चिनजान भएको राम्रो ऊ भएर होइन साथी भएर ऊ भएको जापानिजहरूले पनि ल्याइदिन्छ आम्माम अनि सीमा बाराई भन्ने ठाउँ चाहिँ बब्बाल रहेछ कि यहाँबाट सरक्क लगाएर देखाएको यता पारी आइपुग्न लाग्यौँ हामी पारी आइपुग्न लाग्यौँ है पारी आइपुग्न लाग्यौँ अनि त्यसपछि पारी ऊ तार्दाखेरि चाहिँ पुरै डोरी तान्नु पर्दो रहेछ क्या डोरीले त्यो तार्ने मान्छेहरू पनि हुँदो रहेछ अनि त्यसपछि ट्याक्क लगाएर झऱ्यौँ सुभाष दाई पछि हुनुहुन्छ म अगाडि होइन ट्याक्क लगाएर मैले के त्यो बेलामा तल झर्ने बेलामा जापानिजलाई टक्कटुच गरिरह्यो भने रिसाइरह्यो कि त्यो मान्छे त हाई गमेन साई भने कि हात तारमा मैले त अनि त्यसपछि गाडी चढेर त्यहाँबाट उता सीमा बराही भन्ने त्यो डल्फिन पाउने ठाउँमा जाँदैछौँ अनि पुरै कालेलाई भिडियोमा देखाएको होइन कस्तो छ के कस्तो लागिरह रमाइलो लाहा भनेको ह्यान्डसमै छ है केटो भन्छ ऊ त म त ह्यान्डसम छु है ऊ भन्छ यहाँ अनि ऊ त अगाडितिर पनि सररा देखाइदिएँ कि मैले चाहिँ लास्टै दामी घर हुन्छ त जापानिजहरूको त हेर्नु भूकम्प प्रतिरोधित भूकम्प गएकै गर्छन् त जापानमा बढी ऊ भएर होला अब भूकम्प प्रतिरोधित घर बनाउँछन् कि यिनीहरूले त धेरै ढुङ्गा माटो प्रयोग गर्दैन
घरकै चट्टा परेको सानो चिटिक्क परेको यस्तो सेरी सेतोन भन्छ त अब त्यसलाई, एकदमै सरसफाइको साथ चिटिक्क मिलेका गाउँ हुन्छन् होइन, गाउँ सहरहरू। जापानको जताततै रोड पुगेको छ, उभा छ, व्यवस्थित सहर छ होइन, धेरै विकास छ क्या। भनिरहेको थियो अब एउटा मान्छेले, हाम्रो नेपाल चाहिँ जापानबाट अझै 20-30 वर्ष जति चाहिँ पछाडि छ भन्दै थियो कि, यति धेरै विकास भइसकेको छ कि जापानमा। हरेक ठाउँमा, हरेक कुनामा रोड पुगेको छ, हरेक ठाउँमा व्यवसाय बिजनेस छ होइन, हरेक ठाउँमा कि हरेक ठाउँमा जिदो हामबाइकी राख्दै हुन्छ कि। अब जस्तै हामीलाई केही खान मन लागिहाल्यो भने अब तिर्खा लागेको बेलामा एकैचोटि के गएर ट्याक्क बाटोमा झिकेर खान पाइयो नि त। त्यो एकदम सुविधा छ क्या। यो ठाउँ चाहिँ एकदमै के भन्छ, वरिपरि चाहिँ एकदमै दामी भ्युजहरू रहेछ क्या, भ्युज, ग्रिन सिनरीहरू रहेछ। यता माथि देखेको डाँडा चाहिँ खाजान भनेको भोल्क्यानो के भन्छ त्यसलाई, भोल्क्यानो जाने क्या, त्यो पुडुममा पड्किने बम जस्तो पड्किने हुन्छ त। पहिला पड्किएको थियो अरे, त्यहाँ पड्केर यस्तो भएको अरे भन्दै थियो। जापानको सुजुकी सानले सबै एक्सप्लेनेसन गरिदिनु भएको थियो हामीले। अनि गाडी अनि त्यसपछि गएर हामी चाहिँ भोग लाग्यो अनि कुरुमा जेउमा पार्किङ गरेर एउटा रेस्टुरेन्ट, जोयफुल भन्ने रेस्टुरेन्ट रहेछ, त्यसमा चाहिँ खानालाई गयौँ के। मैले पहिला नै ओनिगिरी पनि लिएको थिएँ, तर त्यो ओनिगिरी पनि खाएँ, अझै भोक मेटेन कि। रेस्टुरेन्ट जोयफुल भन्ने ठाउँमा चाहिँ एकदम मिठो परिकार ओइसी ताबे मनु भन्छ होइन, पाइन्छ भनेर चाहिँ त्यहाँ छिर्यौँ अनि 6जना बस्यौँ अनि मेन्युमा डिस्कस पऱ्यो कि सबैजना, अब कुन खाने के खाने भनेर सबैले एरान्दे कुदासाई भन्न थाल्यो। अब एरान्दे कुदासाई भनेको चाहिँ छान्नुस् मनपर्ने खाना के खाना चाहन्छौ भनेर भन्यो होइन। अनि त्यसपछि चाहिँ मैले चाहिँ अब सुजुकीले चाहिँ यता सबै एक्सप्लेनेसन, कुन खाना कस्तो हुन्छ, के खाने, यस्तोलाई यो नाम यो हुन्छ भनेर सबै बताउनु भयो कि। अनि मैले चाहिँ यो स्योयु रामेन चुज गरेँ। अनि केटाहरू पनि त्यहीमै सान्से भयो कि, सान्से भनेको सहमति भयो होइन, सहमति भयो। केटाहरूले पनि ट्याक्क लाएर त्यही रामेन चाहिँ 4जनाले के भन्छ अर्डर गऱ्यौँ। अनि सुजुकीले चाहिँ अर्को रामेन नै हो, उसले चाहिँ अर्को के रामेन चुज गऱ्यौँ। अनि त्यसपछि उता म्यानमारको त्यो वासानले चाहिँ अब हाम्बागु चुज गऱ्यो। अनि त्यसपछि केटाहरू पुरै खाना आएपछि चाहिँ लजाउँदै थिएँ कि खानालाई लास्टै। अनि मैले चाहिँ मेरो पनि आयो अनि हालेँ। अनि त्यसपछि इतादाकिमास भन्दै खान थालेँ कि म त। गम भोक लागेको थियो। रामेनबाट सुरु गरेँ, रामेन खाएँ कि पहिला। अनि मेरो चाहिँ मोबाइल चार्ज गर्नै बिर्सिएछ कि। अनि त्यो बेलामा मोबाइल चार्ज गर्न बिर्सिएर मोबाइलमा चार्ज नभएर भिडियो कसरी बनाउने होला भनेर म त टेन्सन भयो। अनि केटाहरू जिस्काउँदै थियो मेरो मोबाइल चार्ज छैन, अब भिडियो कसरी बनाउँछौ भन्दै जिस्काउँदै थिएँ। अनि त्यसपछि भन्दै खायौँ के, रामेन खायो टक्क लाएर। रामेन साथ ग्योजा पनि आउँदो रहेछ, ग्योजा पनि टाक्क लाएर खाएँ। ग्योजा पनि वाउ थियो होइन। अनि रामेन पनि नेपालको, अब नुनिलो मनपर्छ नि त हामीलाई त नेपालमा त, सियो आजी के अब नुनिलो स्वाद भएको खान्छौँ हामीले, त्यही भएर दामी भयो खाना। अनि त्यसपछि खायौँ, ठ्याक्कै मिल्यो कि। अनि खायौँ अनि त्यसपछि निस्केर फेरि गाडी चढेर फेरि यात्रामा हिँड्न थाल्यौँ हामी। सीमा बाराईको के भन्छ उमी हेर्नलाई गयौँ। उमीमा भित्र जाँदो रहेछ होइन यो हेर्नु त। यस्तो दामी के उमी, यस्तो दामी समुद्र देखिने, वरिपरि पुरै पहाड के, यस्तो दामी सफा जङ्गल के। मतलब अब नेपालको फेवाताल पनि यस्तै ठाउँमा छ त, यस्तै के दामी भयो। अनि सरर सबै देखाइदिएँ मैले चाहिँ सर्लक्क लाएर होइन। नेपाल भनेको जापान त धेरै विकसित हो कि, नेपाललाई त
जापानसँग त तुलना गर्नै मिल्दैन। अनि त्यसपछि कुरुमा जो भनेको कुरुमा पार्किङ गर्ने ठाउँमा गएर अनि सिप चढ्ने ठाउँको लागि टिकट काट्यौँ के। टिकट चाहिँ हल्का महँगो नै रहेछ होइन। 6जनाको एकैचोटि टिकट काउन्टरमा गएर टिकट काट्यौँ। काट्नलाई जाँदैछौँ होइन। अब पुरै उता अरू सबैजना टिकट काट्नमा व्यस्त थिएँ। म चाहिँ भ्लग बनाउनै व्यस्त थिएँ कि एक्लै भ्लग बनाउँदा। अनि मोबाइल चार्ज त सकिन लागेको थियो। यस्तो डल्फिन हेर्न पाउँदो रहेछ। अनि त्यहाँ जाँदैछौँ के। अनि मोबाइल चार्ज नभएर अनि कतिखेर मोबाइल चार्ज सकिने हो कि भनेर म त धेरै टेन्सन भएर के। अब बेलुका फर्किँदाखेरि पुग्ला कि नपुग्ला भनेर चाहिँ टेन्सन भएर के यो सिपमा चढेर जाने रहेछ हामी। अनि सबैजना अगाडि जाँदैछन्, म चाहिँ पछाडि जाँदैछु भिडियो बनाउँदै। उता पारीतिर बब्बाल भ्युज के सरर देखाएँ त मैले। जङ्गल पुरै पहाड अनि अगाडिबाट नि सरर देखाएँ। म चाहिँ पुरै ह्यान्डसम बनेर होइन ढाक लाएर बसेको। पुरै पछाडिपट्टि एउटा जापानिज केटो रहेछ, त्यसले अनि हामीलाई 2-4वटा फोटो पनि खिचिदियो होइन त्यसले। अनि त्यसपछि पुरै दिनेशलाई सोधेको कस्तो लागिरह भनेको, बब्बाल भन्छ केटो। अनि बब्बाल लाग्यो त बब्बाल भनेर पुरै अगाडि बढ्न थाल्यौँ के। अगाडि पुरै म जिस्काइ गर्छु उसलाई। अनि पुरै समुद्र त्यो पानी जहाजले क्या पानी चाहिँ फर्र यसरी फाल्दो रहेछ क्या। यो चाहिँ बिस्तारै गुडाएको थियो क्या उनीहरूले। आज योभन्दा स्पिड गुडाएको बेलामा त फर्र पानी त खतरा छ्यार्र के अगाडि फाल्दो रहेछ क्या। हेर्नु न त्यहाँ पछाडि यस्तो स्पिडमा गुड्या नि अहिले। त्यही भएर पछाडि फालिरह मैले सब देखाएको छु कि। अनि वरिपरि चाहिँ पुरै यस्तो दामी जङ्गलको बिचमा पहाडको बिचमा क्या। फेवा लेक भन्दा त नभनौँ तर त्यस्तै टाइपको लाग्यो कि मलाई चाहिँ। तर यो चाहिँ धेरै ठुलो समुद्र हो नि यो त होइन। डल्फिनहरू टन्नै रहेछ, डल्फिन पनि हेऱ्यौँ त। अनि त्यसपछि अगाडि बढ्यौँ होइन। अब नेपालीहरूले अब चान्समा डान्स त मारिहाल्छन् नि भने जस्तै। अब उसले सुजुकी चानले उहिलेदेखि हामीलाई चाहिँ घुमाउन लान्छु भन्दै थियो। अनि नेपालीहरूले चान्समा डान्स त हानिहाल्छ नि होइन। अनि त्यसपछि सरर गयौँ कि अम्म यस्तो दामी पानी फाल्यो कि जहाजले सरर गुड्यो क्या। अगाडितिर देखायो दामी भ्युज आयो क्या। आम्मा आकाश पनि निलो, बादल सेतो अनि पुरै समुद्र पनि निलो के। दामी मिल्यो। अनि त्यसपछि सरर गयौँ के। अनि त्यही हो मान्छे होइन। यस्तो धेरैजना थियौँ कि मान्छे त्यो पानी जहाजमा चाहिँ। जापानिजहरू पनि चढेको थियो अनि हामी पनि चढेको थियौँ। हामी 6जना अनि जापानिजहरू ग्रुप टन्नै थियो क्या। कोही बित्तो भन्छ जापानिजमा होइन, लभर्सहरू पनि 2-4 जोडी थिए क्या। अनि सरर लाएर चढेर सुइँ गयो। समुद्रमा फर्स्ट टाइम चढेको। अब मलाई त थाहा थिएन होइन। सनग्लास चाहिँ लाउनु पर्दो रहेछ है। सबैजनालाई चाहिँ रेकमेन्डेसन के छ भने अब समुद्रमा पानी जहाज चढ्न जाँदाखेरि चाहिँ जेही भनेको अवश्य नै के भन्छ सनग्लास चाहिँ लाएर जानु होला है त। सनग्लास लाएर जानु पर्दो रहेछ होइन। सनग्लास लाएन भने चाहिँ त्यो समुद्रको चिसो हावा के त्यो स्याँडले हान्दाखेरि चाहिँ आँखा चाहिँ दुख्ने रहेछ कि। आँखाबाट के भन्छ आँसु पनि झर्दो रहेछ। अनि डल्फिन हेर्न जाने रहेछ क्या खासमा मान्छेहरू यहाँ। पुरै डल्फिन पुट लाएर खेलिरहेको मजाले देखिने रहेछ। अनि त्यही भएर टिकट काटेर मान्छेहरू चाहिँ खासमा अब पानी जहाज पनि अब समुद्र पनि घुम्ने अनि डल्फिन पनि हेर्न पाइने भयो नि त। डल्फिन पनि हेर्न पाइने भएकोले अनि सबैजना डल्फिन पनि हेर्नलाई अनि जाँदो रहेछ। अनि धेरै रमाइलो भयो कि। आम्मा वरिपरिको सिन हेरेर म त बिक्कुरी सिमास्ता भयो कि। अब जापानिजहरू त डल्फिन देखेर सुगोइ इने सुगोइ ने याबाई भन्ने के। त्यस्तो भन्ने के। ताइदो एकदमै व्यवहार चाहिँ उनीहरूको त्यो के भन्छ एक्सप्रेसन चाहिँ खतरै हुने के उनीहरूको एक्सप्रेसनहरू चाहिँ। अनि के भन्छ उनीहरूले चाहिँ के भन्छ भने जस्तै
ओनामाया वा नाम देशका भनेर नाम सोध्यो भने जस्तै गुरुङ देश भन्यो भने निहोङको ज्याउजुनी भनिदिन्छ क्या सुरु। अब होस् कि नहोस् तर उनीहरूले चाहिँ एकदमै के अरे एक्सप्रेसन चाहिँ बढी दिन्छ क्या हामीलाई। तर उनीहरूले चाहिँ हामीलाई तारिफ गरे जस्तो गर्छ अगाडिबाट धेरै, अनि पछाडिबाट चाहिँ छुरा हान्ने खालको हुन्छन् कि उनीहरू चाहिँ। के भन्छ त्यसलाई, अब हाम्रो नराम्रो कुरा के पनि भन्दैन तर के अरे भए पनि नभए पनि चाहिँ दाइजो उपदेश राम्रो छ भनिदिन्छ क्या उनीहरूले चाहिँ। अनि त्यही भएर चाहिँ अलिकति याद गर्नुपर्ने कुरा यो पनि हो कि एउटा। अनि हामीलाई थाहै नहुने गरी फेरि कुबी पनि हान्दिन सक्छ क्या। अनि सबैजना पछाडिपट्टि थिए, अगाडिपट्टि होइन, म चाहिँ एक्लै पछाडि बसेर भिडियो इन्जोयमेन्ट कि एक्लै डल्फिन पनि हेर्दै भिडियो बनाउँदै एक्लै मोबाइलको चार्ज कतिखेर सकिने हो भन्दै होइन म एक्लै पछाडि थिएँ। अनि त्यसपछि पछाडि झ्याउलाएर सबैजना अगाडि अब डल्फिन हेर्दै थिएँ, म पनि पछाडितिर लागेँ के डल्फिन हेर्दै। अनि पछाडि लागेर अनि उनीहरूसँग सबैजनासँग भेट भयो क्या। अनि डल्फिन त यत्रो ठुलो के भुत लाएर उफ्रिने के। अब नजिकै जाँदाखेरि चाहिँ पानी छोडिदिने रहेछ क्या, त्यसले चाहिँ उफ्रेर प्याच चलाएर पानी छोडिदिने रहेछ क्या। पानी छोड्दाखेरि अब केटाहरू बिक्कुरिसीमस्त, मतलब अब अचम्म भएको के, अचानक झड्का लागेको जस्तो भयो क्या। अनि यत्रो ठुला डल्फिन होइन खेलिरह फुत लाएर। अनि मैले चाहिँ सबैजनालाई देख्ने गरी अगाडि गएर पुरै सबैजनालाई पनि देखाइदिएँ। अनि त्यो उसले चाहिँ माछा कहाँबाट आएको, कुन ठाउँको माछा हो, के माछा हो सबै भन्दो रहेछ। अनि सुभाष दाइलाई भनेको कस्तो लागिरह सुभाष दाइ भनेको, बब्बाल भन्छ पुरै। ऊ के अरे के भन्छ ढुङ्गाको पछाडि उता पछाडि के सबैभन्दा टपमा बसेर पुरै गुड भनिरह बुढो। अनि त्यसपछि यस्तो दामी के, अब समुद्र पनि निलो, आकाश पनि निलो, सेतो बादल होइन। अनि त्यसले गर्दाखेरि म चाहिँ एकदम रमाइलो भयो कि। अनि सुजुकी सानले भन्दै थियो कस्तो फिल भइरह, रमाइलो भयो है भनेर चाहिँ। एकदम रमाइलो भयो, खुसी लाग्यो, धन्यवाद भनेर भने होइन। यस्तो गुडेको क्या सुरु लाएर, त्यही भएर म चाहिँ त्यो पानी छुनालाई तल उ गरेँ। अनि त्यसपछि फर्क्यौँ क्या हामी चाहिँ। अब फर्किने तर्कारमा छौँ। 1 घन्टा जति मजाले चढ्यौँ त हामी पानी जहाजमा। अनि माछा पनि 1 घन्टा जति खेल्यौँ। अनि त्यसपछि सबैजना फर्किँदैछ अगाडि, म पछाडि ट्याक्क लाएर जाँदैछौँ। अनि कुरुमाज्यूमा आइपुगेपछि अनि हामी चाहिँ अब सेतो गाडीमा चढ्छौँ। सेतो गाडी कुरुमाले चाहिँ खासी मास भनेको अब उ गरेर भाडामा लिएर आएको थियौँ। अनि त्यसपछि चढेर पुरै सबै समुद्र सारा एकचोटि गाडीबाटै देखाइदिएँ क्या मैले त वरिपरिको त्यो भ्युजहरू के दामी भ्युज लाग्यो। अनि खिचिहालेँ। अनि त्यसपछि म पुरै गीत गाउँदै थिएँ, केटाहरू पुरै आफ्नै धुनमा क्या सबैजना। सुभाष दाइ मात्रै मेरो जापानिज भाषा त्यति राम्रो त छैन होइन, त्यही पनि अब साइगोमा के भन्न चाहन्छस् भनेर भन्यो। अनि मैले केही शब्दहरू त्यहाँ बोलेँ तर राम्रोसँग बोल्न आएन कि मलाई। 私たちは6人で船の上に立って帰られてますからめっちゃ楽しみになりましたね。そして、今までは私はね、海はその綺麗な海見たことはないでした。今日は初めて見たけどちょっと驚いてね、びっくりしましたね。びっくりして先に、ボードの、近くに大きな魚とかを見たらね、めっちゃよかったね。気持ちよかった。めっちゃ楽しみ。ありがとうございます。
ल अन्तिममा आजको दिन पनि सकियो। सबैलाई धन्यवाद मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा। च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद सबैजनालाई।